हामी पढ्ने भनेको भेक्टर क्वान्टिटी हैन। आज आको हाम्रो टपिक कुन हो रे? भेक्टर क्वान्टिटी। ल यसको बारेमा बुझ है, यो हो के खास हैन। क्वान्टिटी त्यस्तो क्वान्टिटी जसमा के हुन्छ म्याग्निट्युड हुन्छ र एउटा निश्चित दिशा हुन्छ, तिनीहरुलाई हामी के भन्छ भेक्टर क्वान्टिटी। उदाहरणलाई हेर त 2 मिटर पर सेकेन्ड हैन, ड्यू नर्थ कता 2 मिटर कतातिर जानु पर्यो नर्थतिर हेर मान छ। यिनीहरुलाई हामी के भन्छ 2 मिटर पर सेकेन्ड भनेको म्याग्निट्युड हैन, कति छ त कतातिर गइरहेछ नर्थतिर। यो भनेको स्पेसिफाइड डाइरेक्सन हो, कस्तो क्वान्टिटी हो भेक्टर क्वान्टिटी। क्लियर छ नि त हैन। 2 केजी हैन, यो कस्तो हो 2 केजी मान मात्र छ, तर यो 2 केजी कता भनिरहेछ छैन। तर त्यही कुरा मैले भने 2 केजी डाउनवर्ड अपवर्ड अथवा लेफ्ट राइट भने त्यसले हामी के भन्छ भेक्टर क्वान्टिटी हैन। त्यसले अर्को भाषामा फोर्स पनि भन्छ। फोर्स हामीले थाहा छ नि त के हो भेक्टर क्वान्टिटी हो। यहाँसम्म ठीक छ? ठीक छ हैन। अब यसले भेक्टरले हामी जनाउने कसरी हैन, त्यो हो नोटेसन अफ भेक्टर। ठीक छ, भेक्टरले हामी कसरी जनाउने हैन, नोटेसन अफ भेक्टर। त माथि भइसक्छ। अब भेक्टरले जनाउने कसरी, यसले हामी प्रायः जस्तो जनाउँदाखेरि एरो हेडले जनाउँछौँ है, एरो हेडले है। यो अनि यो जहिले पनि भेरिएबल माथि हुन्छ, कन्स्ट्यान्ट माथि हुँदैन। भेरिएबल भनेको लेटरहरु तिमीहरु पढ्छौ नि त ए बी सी डी एफ जी हरु हैन, तिनीहरु माथि हामी प्रायः राख्छौँ। कन्स्ट्यान्ट माथि राख्यो भने यो मिस्टेक हो हैन, त्यो भेक्टरको नोटेसन हैन। उदाहरणले हेर त यसले पढ्दाखेरि हामी के भन्छौँ भेक्टर ए। पहिले एरो पढ्ने हो, त्यसले तल लेखेको लेटर पढ्दैन, के पढ्छ हामी भेक्टर ए हैन। यस्तो पढ्दैन ए भेक्टर ए भनेको मिस्टेक हो है। ठीक छ, अनि यो हो त यो ठीक छ कि छैन? छैन हैन। किनभने 5 एउटा कन्स्ट्यान्ट हो, कन्स्ट्यान्ट हो त स्केलर क्वान्टिटी, स्केलर क्वान्टिटी माथि हामी भेक्टर लगाउन सक्दैनौँ। नोटेसन हाम्रो चाहिँ मिस्टेक छ। ठीक छ, यसमा बुझ्छौ नि? ल तर अब अर्को कुराहरु, यो पोइन्टहरु हुन्छ नि त, पोइन्ट कहाँ परिरहेछ त्यो जनाउने विभिन्न तरिकाहरु छन्। जस्तै तिमीहरुले म्याट्रिक्स पढेछ, रो कलममा जनाउँछ। अर्को चाहिँ कार्टेसियन पढेछ हैन, कार्टेसियनमा एक्स वाइ कोर्डिनेट ठाउँमा जनाइरहेको हुन्छ। त्यस्तै भेक्टरलाई पनि हामी जनाउँछौँ। पोइन्टले जनाउनु पर्यो भने जनाउने विभिन्न तरिकाहरु हुन्छ। त्यो लोकेसन कहाँ छ हैन, पोइन्ट कहाँ परेछ जनाउनु पर्यो भने एउटा छ हाम्रो कोर्डिनेट फर्म हैन। कोर्डिनेट फर्म जसमा चाहिँ कुनै पोइन्ट एउटा के छ p x, y। तिमीहरु पढेछौ नि कोर्डिनेट 2D को हैन, त्यो चाहिँ 2D को लागि है। र p x, y यसको मिनिङ के, र p कता पहिला आउनु पर्यो x डिरेक्सनमा कति आउनु पर्यो x युनिट हैन, अनि y डिरेक्सनमा कति जानु पर्यो y युनिट लगाउने बल्ल हाम्रो पोइन्ट के भेट्छ p भेट्छ हैन। ठीक छ, यो भनेको हाम्रो कुन हो कोर्डिनेट फर्म। ठीक छ नि त। उदाहरणले हेर p भन्छ 2,3 2,3 भनेको हेर p कहाँ परिरहेछ, त्यो कुन फर्ममा लेखेको छ कोर्डिनेट फर्म। x तिर कति युनिट आउनु पर्यो 2, y तिर कति गयो भने हामी 3 गयो भने बल्ल हामी के भेट्छ p भेट्छ हैन। तर एक कुरा के फर्ममा जनाउनु पर्यो भने म्याट्रिक्स फर्ममा जनाउनु पर्यो भने के कसरी लेख्छ म्याट्रिक्स फर्ममा रो कलम हैन, p कसरी लेख्छ x y हैन रो कलममा। र यो चाहिँ पोइन्ट चाहिँ कोर्डिनेट फर्म अथवा म्याट्रिक्स फर्ममा। तर अहिले हामी के पढिरहेछौँ भेक्टर पढिरहेछौँ भने त्यही भएर हामी के फर्ममा जनाउँछौँ भेक्टर फर्ममा हैन। भेक्टर फर्ममा जनाउनलाई हामी चाहिँ भेक्टर नै डिफाइन गर्छौँ है, कहाँबाट गइरहेछ भेक्टर हैन। त्यो सुरुवात चाहिँ कहाँबाट भएको, ओरिजिनबाट भएको छ कि कुनै अर्को पोइन्टबाट भएको छ। मानव ओरिजिनबाट भएको छ भने यो केसमा है, मानव यो ओरिजिनबाट भएको छ भने हामी के लेख्छौँ ओरिजिनबाट p तिर हैन। यो लेख्दाखेरि के लेख्छौँ op हैन, भेक्टर op। र यसको कोर्डिनेट कति x, y, यो लेखेको कति op। अब op ले जनाउनु पर्यो भने के लेख्छ यो x र बीचमा गुणांशबाट केही पनि लेख्न हैन है, यो मिस्टेक हुन्छ। यस्तो डट x डट i लेख्यो भने के हो मिस्टेक हो है, यहाँ केही पनि लेख्न पाइदैन। जस्ट के गर्नु पर्यो भने x i भनेको युनिट भेक्टर एलोङ x एक्सिस हैन, प्लस y भेक्टर j यो के हो युनिट भेक्टर एलोङ y एक्सिस। क्लियर छ यहाँसम्म? अब हेरौँ त हामी के हेर्थ्यौँ भेक्टर त्यस्तो क्वान्टिटी जस्तो म्याग्निट्युड हुन्छ र डिरेक्सन हुन्छ हैन। हामी पहिला के सिक्यौँ भेक्टरले कसरी हामी जनाउँछौँ हैन, त्यो हो के खास। अब हामी के हेर्छौँ त्यसको म्याग्निट्युड निकाल्ने कसरी। ल हेरौँ त म्याग्निट्युड अफ भेक्टर हैन, भेक्टरको म्याग्निट्युड कति छ, त्यसको मान कति हुन्छ। साधारणतया यसलाई हामी के पनि भन्छौँ लेन्थ अफ LENGTH लेन्थ अफ भेक्टर हैन। भेक्टरको त्यो लेन्थ कत्रो छ हैन, त्यो कत्रो ठुलो छ त्यसले भन्नु पर्यो भने हामी के भन्छ लेन्थ अफ भेक्टर। यो के हुन्छ स्केलर भ्यालु हुन्छ हैन, यो के हुन्छ स्केलर भ्यालु हैन। उदाहरणले हेरौँ मानव OP एउटा भेक्टर हो हैन, यो भेक्टर यसको म्याग्निट्युड जनाउनु पर्यो भने हामी कसरी जान्छ म्याग्निट्युड अफ
भेक्टर ओपी कति हुन्छ यो मोडुलस अफ भेक्टर ओपी अथवा ओपी यसको मिनिङ के हो हैन हामी पहिलेदेखि नै हेर्थ्यौ हैन ओ देखि पी सम्म ओदेखि पीसम्म यो कत्रो ठुलो छ यो लेन्थलाई नै हामी के भन्छौँ म्याग्निट्युड अफ ओपी क्लियर छ यहाँसम्म क्लियर छ नि यहाँसम्म ठिक छ हैन अब निकाल्ने कसरी हैन यो त नोटेसन आयो म्याग्निट्युडलाई कसरी जनाउँछौँ निकाल्छौँ कसरी हैन यसको मिनिङ बुझ्या छ नि त्यो भेक्टरको लेन्थ कति छ कति ठुलो छ त्यो भेक्टर हैन त्यसलाई हामी के भन्छौँ म्याग्निट्युड अब निकाल्ने कसरी हेर हैन निकाल्ने कसरी हेर मानौँ कुनै भेक्टर छ ओपी त्यसको कोअर्डिनेट कति छ xi प्लस yj हैन र यो भने कति हुन्छ म्याग्निट्युड अफ भेक्टर ओपी यो लेख्दाखेरि के पनि लेख्छौँ ओपी पनि लेख्छौँ हैन त्यो बराबर के हुन्छ अंडर रुट x स्क्वायर प्लस y स्क्वायर हैन यहाँसम्म ठिक छ नि यो चित्र बनाइसक्यो अब हेर आयो कसरी र px, y को मिनिङ के पहिला p कतितिर जानु पर्यो x तिर x को एक्सिस मा कति जानु पर्यो x युनिट हैन अनि y एक्सिस मा कति जानु पर्यो y युनिट बल्ल हामी के भेट्छौं पॉइन्ट p भेट्छौं हैन पहिला x आउनु पर्यो बल्ल y भने कति भेट्छ हामी p भेट्छौं र यो एंगल के छ 90 डिग्री छ हैन पाइथागोरस थ्योरम अनुसार के हो बेस परपेन्डिकुलर हैन अनि यो हाइपोटेन्युस कति हुन्छ भन्दै त तर त ओपी स्क्वायर बराबर कति हुन्छ x स्क्वायर प्लस y स्क्वायर हैन ओपी बराबर कति आयो अंडर रुट x स्क्वायर प्लस y स्क्वायर यहाँसम्म ठिक छ र यो यहाँबाट आएको हैन यो चाहिँ हेर त भेक्टर फर्ममा दिएछ भने साधारण इजिली गर्दाखेरि हैन यहाँ i को अगाडि के छ त्यसको स्क्वायर प्लस j को अगाडि के छ त्यसको स्क्वायर गरे भने तिम्रो ठ्याक्कै मान भेट्छ जस्तो हेर 2i प्लस 3j भेक्टर हैन र त मान कुनै भेक्टर यो oa हो हैन यसको म्याग्निट्युड कति हुन्छ अंडर रुट राख्नु पर्यो हैन र i को अगाडि के छ 2 स्क्वायर प्लस j को अगाडि के छ 3 स्क्वायर हैन 2 9 4 9 4 13 अंडर रुट 13 क्लियर छ हेर यसको युनिट हुन्छ मिटरमा हुन सक्छ सेन्टिमिटर ला भन्छ जहिले पनि युनिटमा हुन्छ त सेन्टिमिटर मिटर किलोमिटर हैन यो युनिट यहाँसम्म ठिक छ नि हैन ल अरु हेरौँ त यहाँसम्म ठिक छ भने हैन अब यस्तो अर्को यसको प्रोपर्टी हेर्नु छ एउटा भेक्टर छ हैन ओपी यसको स्क्वायर गरे भने के हुन्छ यो म्याग्निट्युडको स्क्वायर हुन्छ यो चाहिँ पटक पटक काम लागिरहेको हुन्छ ठीक छ यहाँसम्म ठिक छ नि ल अब यो कुरा कोअर्डिनेट फर्ममा दियो भने मानौ p पोइन्ट छ x, y यसको लेन्थ निकाल्न पर्यो भने हामी यतिकै निकाल्न सक्दैनौं हैन यो p कहाँबाट डिफाइन गर्छ त्यो कुरा एकदम क्लियर हुनुपर्छ त्यही भएर जहिले पनि भेक्टर कहाँबाट जान्छ रे ओरिजिनबाट यो ओरिजिनबाट नै हुन्छ छैन तर प्राय हैन हामीले युज गर्ने म्याथमेटिक्समा ओरिजिनबाट नै जनाएको हुन्छ ठीक छ नि यहाँसम्म ल मान निकाल्न आयो नि र भेक्टर कस्तो क्वान्टिटी जसको मान हुन्छ र अर्को चाहिँ दिशा हुन्छ हैन हामी के सिके अहिले मान निकाल्न सिके म्याग्निट्युड अब हामी चाहिँ के सिक्छौं डिरेक्सन अफ भेक्टर हैन त्यो भेक्टर कतितिर गइरहेछ कति एंगलमा गइरहेछ ठीक छ यहाँसम्म मेट्दा हुन्छ डिरेक्सन अफ भेक्टर भेक्टर कुन दिशामा गइरहेको छ त्यो कतातिर छ हामी डिरेक्सन जनाउँदाखेरि मोस्ट एक्युरेट भनेको एंगुलर फर्ममा है जहिले पनि हामी केमा जनाउँछौं एंगुलर फर्ममा यो डिरेक्सन जनाउने भनेको सबभन्दा इजी अथवा एक्युरेट मेथड भनेको के हाम्रो एंगल फर्म हैन त्यो भर्खर तिमीहरु भन्थे नि त हैन यो पॉइन्ट ओ छ p हैन कुनै यो कति छ यो कति छ y हैन यो x p x का y हैन यो x सँग हैन x एक्सिस सँग कति कोण बनायो थीटा हैन हामी जहिले पनि यो थीटा कहाँ छ x एक्सिस सँग कति कोण बनाछ हैन त्यो कोणलाई हामी के जनाउँछौं यो थीटाले के भन्छ यो डिरेक्सन अफ भेक्टर OP यो थीटाले के भन्छ डिरेक्सन अफ भेक्टर OP क्लियर छ नि त हैन यो त तिमीहरु निकाल्न आउँछ सिम्पल जियोमेट्री हो हैन यहाँबाट कति हुन्छ tan थीटा बराबर कति हुन्छ भन्दियौ त मलाई y डिवाइड बाइ x p by b हैन र थीटा बराबर कति आयो tan इन्भर्स y डिवाइड बाइ x यहाँसम्म ठीक छ नि त हैन इट मिन्स हेर
वाई कोअर्डिनेट डिभाइड बाई एक्स कोअर्डिनेट गऱ्यो भने हामी के भेट्छौँ भेक्टर भेट्छौँ भेक्टरको डिरेक्सन भेट्छौँ यो थीटा जहिले पनि हैन यो थीटा बराबर नै निकाल्ने भनेको यो कति एंगल विंकल कुन एक्सिससँग एक्स एक्सिससँग हैन त्यही कुरा मलाई वाई एक्सिससँग निकाल्नु पर्यो भने के गर्छु म भन्दा यो हैन र त यो थीटा भने थीटाको समन्वय यो एक्स छ भने यो पनि कति हुन्छ एक्स है यो वाई छ भने यो पनि वाई हैन थीटाको समन्वयको जहिले पनि के हुन्छ हाम्रो p हैन अरु चाहिँ यो 90 डिग्री समन्वयको h हो हैन बाँकी रहेको b र यो चाहिँ यो के हो along with x एक्सिस हैन यो अब यही कुरा y एक्सिस सँग निकाल्नु पर्यो भने हामी के गर्छौं भन्दै यहाँ के हुन्छ tan थीटा बराबर यहाँ tan थीटा बराबर कति हुन्छ यो p by b y कति x डिवाइड बाइ y थीटा कसको कति आयो tan इन्भर्स x डिवाइड बाइ y यो के सँग हो with y एक्सिस हैन तर हाम्रो चलन चल्तीमा x एक्सिस सँग नै हामी कोण निकालिरहेको हुन्छौं ठीक छ नि यहाँसम्म बुझेछौ नि तिमीहरु